Hello guys, back to my challenge. आज हामीले दाल मोठ अर्कै खाले दाल मोठ हो है गाइस जस्तो यो खाले दाल मोठ दिदी त सबै पकायो पकाएको भए सबै यस्तो खाले दाल मोठ हो and this is my spoon. This is Bunu's spoon. This is my spoon. No, this is my spoon. No. Spoon. Same dress. Okay. हामीसँग छ टाइगर बिस्कुट हामी चाहिँ यसलाई त्यो माटो हुन्छ नि हामीले कुटेर खाँदा पहिला सानोमा कति रमाइलो हुन्छ क्या अहिले यसलाई कुट्छौँ पहिला बिस्कुट खान लाग्यो भने चाहिँ नाच्नुपर्छ के ओके पहिला धुलो पाएर ल दुईजना ओके हामीले एउटामै गर्छौँ के हुँदैन एउटा चाहिँ खाइदिनु जस्तो लागिरहेको किनभने एउटा चाहिँ दुईजनाले खान्छौँ आफूले खोलिएन त यसरी नखोल न एउटा खान्छौँ चेयर्स गरेर अझै हामीसँग चेयर्स गर्नु आफ्नै बनिन्छ चेयर्स टोकिएन टोकेर दिनु टोक्ने गर्छ यताबाट आउँदैन क्या यहाँले कसरी हाँस्छ दिनु भयो ठुलो सामान बोल्ने गयो भने चाहिँ हामी के गर्छौँ भने यस्तो गर्छौँ यसलाई यो मान्छेलाई सानो हुन्छ अनि काम हुन्छ है म दुईटा खामखाम भइरहेको कसै है म अहिले हजुर ठुलो सारमा बोल्नु अनि मलाई यस्तो गर्छु यसलाई अलिकति घाउ बनाउनु है ल बिस्तारै यस्तो गर्छु दिदी मलाई दुईटा खानु मन छ सानोको ठुलो सानो भयो क्या भन्नु त अब नै ओके अब पहिला यसलाई भाँचेर बनाउनु दिदी न त मिल्दैन पेट भरि हुन्छ पहिला यसरी भाँचौँ कोही पनि ऱ्याङ गर्ने त तपाईँकोमा ब्ल्याक लाग्यो त मैले त खाइसकेँ है अब चाहिँ हामी गर्दैछौँ के अब हामी के गर्दैछौँ गाइस धुलो बारुम हातले गर्ने हुन्छ हामी हातले तेह्र यो हजुरको स्पुन म चाहिँ अगाडि आएछु है थाहा खान्छु हो यसरी गरौँ मजाले पर्छ एक साइडमा एउटा राखेर यस्तो हिँड्द बन्यो त यी एकछिनमै पहिला पनि त्यसरी त गर्थ्यो यो मान्छे चाहिँ ओह्रालो गर्दो रहेछ क्या मलाई त गर्नु दिनु ओह्रालो हो क्या यो नै म लेख्न पनि सिधा पारेर आउँदैन नि हो र मलाई बोर्डहरूमा लेख्न आउँदैन के मलाई पनि बोर्डहरूमा चाहिँ लेख्न आउँदैन अलिक बाङ्गो हुन्छ कि मलाई हजुरहरूलाई के हुन्छ कमेन्टमा भनिदिनुहोस् मान्छे कहाँ आयो म हेर्छु एकपालि ओके
नलमन पोखेको रहेछ अनि त्यही किन्न गएको रहेछ यो केटी है मेरो भाइ एकछिनमा गर्छु हातले गर्नु पर्यो कि बढी हातले हात धोइरहनुपर्छ क्या अनि यहाँ चाहिँ पहिला हाम्रो किचन थियो यहाँ किचन उता लिभिङ रुममा खाना खाने ठाउँ लिभिङ रुम केही थिएन है सानो थियो यति थियो अहिले यहाँ कोठा बनाएको यहाँ चाहिँ सब किचन यत्रो ठुलो छ साथीहरूले चाहिँ दही चिउरा खाने च्यालेन्ज पनि हेर्नुभयो होला त्यही बेला नयाँ बनाएको त्यही हो कि नयाँ बनाउँदै गरेको अनि त्यहाँ चाहिँ केही सामान राखेको थिएन अनि हामी चाहिँ दरालभित्र बसेर गरेको है धुलो होइन त केही पनि थिएन कि यस्तो धुलो थियो अनि बाहिर आउनु पनि मन लागेन हामी त्यही लुकेर म चाहिँ किरा आयो कि भनेको धुलोहरू चाहिँ हामी खाँदो रहेछौँ क्या हो पहिला चाहिँ हामीले सजिलैले कसरी बनायौँ होला है पार्दैन यस्तो कान खान्थ्यो हो यसरी गर्थ्यो उछिन्थ्यो अनि नगर्नु सबै पोखिन लाग्यो कि दिदी पोखी पनि सक्यो भाइ अब एकछिन म गर्छु ल्याउनु एकछिन तपाईँले खसे एकछिन छेउमा बस्दा नि मलाई लडायो भन्छ यसरी यहाँसम्म त नि कटक्क पार्नु न हे गाइस अब चाहिँ अदिति दिदी A few moments later मेरो भालो के पालो हुने दिदी म बिस्कुट खान्छु ल बिस्कुट र हाम्रो कोठाको सेन्टको हो बरीलाई मम्मी डर लाग्यो डर नो प्रब्लम मम्मी